हामी चाहिँ अब पानीपुरी बनाउन लाग्यो है। पानीपुरी खाने मान्छे यहाँ छ। पानीपुरी खाने मान्छे आयो एकदमै कटिङ कटिङ हुँदैछ पानीपुरीको लागि। पानी रेडी छ। यसो छुट्टीमा पानीपुरी बनाएर खानु पर्यो भनेर के मान्नुला यो यसमा हाल्नु कि ठुलोमा ठुलोमा हाल्नु। ल पानीपुरीको लागि रेडी। अब पेस्ट मसला पेस्ट बनाउँदैछु यहाँ। इमली अब बन्दैछ बिस्तारै बिस्तारै। पुरीको लागि चाहिँ रेडी हुँदैछ है साथीहरू। हेर्दै जानुहोस् पुरी चाहिँ रेडी हुँदैछ। पानीपुरीको लागि चाहिँ पानी रेडी भयो है साथीहरू। पानी चाहिँ रेडी भयो। ल पुरी पनि रेडी भइसक्यो। पुरी पुरा रेडी भइसक्यो। अब हेर्नुहोस् पानीपुरीको लागि सबै कुरा रेडी भइसक्यो। अब खानाको लागि साथीहरू आउनु बाँकी छ।